सविता तामाङ है, हजुरले रक्तदान गर्नुभएको कति पटक हो आजसम्म? आजसम्म 4 चोटि भयो। हजुरलाई केही समस्या हुँदैन? हजुरलाई के लाग्छ, रक्तदान गर्नुपर्छ या गर्नु पर्दैन? रक्तदान भनेको गर्नुपर्छ। रक्तदान भनेको जीवनदान हो। तर हाम्रो जति तति रक्तदान गरिराख्यो त्यति नै नयाँ ब्लडहरू फेरिराख्छ। हजुर जस्तो उमेरको मान्छेलाई यति धेरै ज्ञान भएर रक्तदान गर्नुभएको छ, अरूलाई पनि रक्तदान गर्नुपर्छ भनेर सिकाउनु होला, भन्नु होला भन्ने आग्रह गर्न चाहन्छौँ। म सल्लाह सुझाव त धेरै दिन्छु, तैपनि यस्तो भन्छ मलाई यस्तो छ उस्तो छ भन्छ, तर त्यो भए पनि टाइममा चेक गरिराख्नुपर्छ, ठिक हुने बेलामा दिनुपर्छ। जति हाम्रो शरीरको ब्लडहरू त्यति नै चेन्ज गरिराख्यो, जस्तै नयाँ राम्रो आइराख्छ भन्छु म अरूहरूलाई पनि। हजुरलाई के लाग्छ भने हामीले जतिचोटि रगत दान गर्छौँ त्यतिचोटि चाहिँ हाम्रो नयाँ रगतहरू चाहिँ उत्पादन हुन्छ, हाम्रो शरीर हामी मेन्टली फिजिकल्ली चाहिँ स्ट्रङ हुन्छौँ भन्ने कुरा चाहिँ हजुरको छ। धेरै धेरै धन्यवाद। यस्तै सोच राख्नु होला, आगामी दिनमा पनि हामीसँग जोड्नु होला, हाम्रो यस मेनलेस फाउन्डेसनमा आबद्ध रहनु होला, नेपाल रेड क्रस सोसाइटीसँग रहनु होला भन्न चाहन्छौँ। धन्यवाद।